नमस्ते सबैलाई, म रत्न। आज चाहिँ म पुसअप गर्दैछु। म चाहिँ बिहान 5 बजे उठ्छु र 5 बजे अलार्म लगाएपछि, अलार्म बजेपछि ब्रस गरेर मानतातो पानी आधा लिटर जति खान्छु। त्यसपछि फ्रेस भएपछि म चाहिँ 6 बजेतिर जिम पुग्छु। बाहिर दौडिन्थेँ म पहिला। बाहिर चाहिँ अलिकति हिँड्दाखेरि कुकुरहरूले चाहिँ अलिकति झम्टिने भएको कारणले म त्यति जान्न। किनभने कुकुरले नि अचम्म लाग्छ होला मेरो हात देखेर, यो कस्तो खालको चिम्टावाला हात लिएर हिँडिरहेको मान्छे हो भन्ने जस्तो लाग्छ होला, अचम्म लाग्छ होला। त्यही भएर म चाहिँ जिम जान्छु र आज चाहिँ म खास पुसअप गर्दैछु होइन। पुसअप चाहिँ मलाई खासै गर्न त आउँदैन, एक्सर्साइजहरू होइन। तर पनि आफै म चाहिँ यो तल जान्छु र सास फ्याल्छु। मास्ति उठ्दाखेरि चाहिँ म सास भित्र तान्छु। त्यसरी गर्ने गर्छु। कृपया यो एक्सर्साइज गरेको मिल्यो कि मिलेन तपाईँहरू कमेन्टमा भन्न सक्नुहुनेछ। हजुरहरूले पुसअप कसरी गर्नुहुन्छ? म चाहिँ यसरी नै गर्छु र मेरो दिनको सुरुवात चाहिँ यसरी नै हुन्छ। हस्, धन्यवाद। हजुरको समय शुभ रहोस् र सुस्वास्थ्य दीर्घायु कामना गर्छु सबैजनालाई। बाई बाई।